अब कार्तिक 6 गते भाइटिका पर्न गएको छ। अब भाइटिकाको साइत कतिखेर र कसरी भाइटिका लगाउने भन्ने सन्दर्भमा यो भिडियो बनाइराखेको छु। भिडियो अन्तिमसम्म हेरिदिनु होला है त। जस्तो सेम दसैँको जस्तै हुन्छ, तर यसमा अलिकति फरक रहन्छ चन्द्रमाको कारणले गर्दा। 6 गते बिहान 11:39 टिकाको साइत छ। अब सबैजना व्यक्ति त्यही समयमा टिका लाउन उपस्थित रहन नसक्ने अवस्था पनि रहन्छ। कोही दिदीबहिनी टाढाबाट आउनुपर्ने हुनसक्छ या कोही दाजुभाइ टाढाबाट आउनुपर्ने हुनसक्छ, तर यो समय उत्तम रहन्छ। बाँकी दिनैभरि पनि भाइ टिका लगाउनुको लागि राम्रो छ। टिका लगाइदिने दिदीहरू बहिनीहरू पूर्व फर्किने र टिका थाप्ने दाजुभाइहरू चाहिँ योतालि पश्चिम फर्किने है। पश्चिम फर्किने दिदीबहिनीहरूले सकेसम्म पहेँलो, सेतो, हरियो र रातो मिक्स भएको कपडा लगाउने। दाजुभाइहरूले सेतोमा पहेँलो मिक्स भएको कपडा लगाएर टिका थाप्दा अत्यन्तै राम्रो उत्तम रहेको छ। सायद अत्यन्तै राम्रो छ। बिहिबार पर्न गएको छ, अत्यन्तै राम्रो पनि छ। र सम्पूर्ण व्यक्तिहरूमा भाइटिकाको शुभकामना। हजुरहरूले कमेन्टमा भाइटिका भनेर लेख्नु होला।